गाइस हामी आज भनेको फाप्रे ल लाग्यो हाम्रो यार कुकुर पछि लाएर ल छोड्देर आइजाइ यस्तो छ यहाँ माहौल भनेको यस्तो हुनुपर्छ राति भोक लाएर यस्तो छ यार पाकेको जति मलाई गाइस हामी आज भनेको फाप्रे ल लाग्यो हाम्रो टोली लाग्यो फाप्रेतिर ल बहिनीहरु हेलो भन्दै होला तो छ यार कुकुर पछि ला त घारा नआने छ केटा टक्क लाएर छोपे म चाहिँ टिको लाएर झोला बोकेर लाउरे चाहिँ भयो ल सुमित भाइ टक्क हाम्रो दिदी मिलन भान्जा के छ खबर टक्क कान्छीहरुमा यार कुकुर पछि लाएर ल छोड्देर आइजाइ त्यो पनि मलाई आइसकेका छौँ मिलन म चाहिँ यस्तो हालत भाइ हाम्रो टोली चाहिँ मस्तै छ अझै अगाडि जोडिन बाँकी छ अझै दिदीहरू यहाँ छन् कि हाम्रो बहिनी हाम्रो भाइहरू यस्तो छ टक्क के रे भन यति रोटौले टक्क हामी आधी बाटोमा आइसक्यौँ ल आधी घन्टा टक्क रमझम रज्जा गज्जा हामीले सबै भिडियो देखाउँछौँ हाम्रो रोसिल भाइ देखाएन भनेर रिस्यो के हो फेरि हो गर भयो यति हामी चाहिँ आयो है टक्क लाएर अहिले जाने चाहिँ हामी त्यहाँ हो ध्यान लाएर अहिले चाहिँ हामी यहाँ छौँ टक्क गाई चाहिँ हामी चाहिँ उकाल लाग्यो है हाम्रो दिदी ल म चाहिँ रेडर ल हात ठाडो आरिदियो त एक फेर ल हात ठाडो गर त हात ठाडो गर सबैलाई हात ठाडो पारिदियो न टोली हो ल म चाहिँ यहाँ केटाकेटी यस्तो पनि हालत हुन्छ यार यस्तो केटाकेटीहरूलाई लिएर आएर हाम्रो एन्टी हुन्ला किन रोक्न ह दिदीले फेरि केलाई रोक्न ह भने फोटा सोटा कहाँ खिच्ने हो र यहाँ फेरि मेरो कपी गरेँ यहाँनिर यस्तो भएछ अझै एन्ट्री गर्ने मान्दैनन् यार टक्क लाएर फाइनली हाम्रो एन्ट्री भयो ल टक्क यस्तो रज्जा गज्जा छ यहाँ स्वागतम स्वागतम यस्तो छ यहाँ माहौल भनेको यस्तो हुनुपर्छ कि टक्क लाएर हामी चाहिँ अहिले दर्शन गर्न लाग्दैछौँ ल सबले दर्शन गर ल मैले भन भने दर्शन गर्न सबै दर्शन गराउँ भिडियो माध्यमबाट जो आउन पाइएन पैसा भएन खुलो गर नि तिमीले गरिदिनु चाट्नु फाइनल धौएर हामी बस्यौँ है ल यस्तो रज्जा गज्जा छ यहाँ यस्तो रज्जा गज्जा अझै मान्छे त अहिले त थोरै खन अझ आउँदैछन् कि यहाँ त अहिले यो भोरेर यहाँ टेक्ने ठाउँ हुन्न यस्तो रज्जा गज्जा हामी चाहिँ धौ भयो कि हेर्दा टक्क हाम्रो चाहिँ यस्तो नास्ता हेर टिम चाहिँ घोडेछ कि यसको यही क्लिप भिडियो बनाएर यही क्लिप हाल्दा कपिराइट चाहिँ खान्छ दुईटालाई भएमा कुर्सी चाहिँ पुगेन यार घरबाट लिएर आउनु पर्ने हो त्यसले ल हाम्रो भाउजू आउन ल भाउजू ल नमस्ते भाउजू यता यस्तो भमिलेन कि ल यस्तो छ रज्जा गज्जा छ भने अलिअलि रमझम भइसक्यो हेर्नुहोस् यस्तो मान्छे टक्क यस्तो रज्जा गज्जा सुरु भइसक्यो ल यस्तो रज्जा गज्जा छ यार
मान्छे भरेर घर घर कम पुरा कुकुरी नै ढुङ्गाका हुँदो रहेछ नि टक्क हामी अब लाग्यो घरतिर ल फाइनली ल टक्क लाएर सिँढी झर्दै लास्ट जाडो भयो यस्तो लाएर आएर नि हुन्छ र यार टक्कले हामी चाहिँ रुपा जङ्गल आइसक्यो यस्तो अन्दरै भइसक्यो है जाडो भयो कोरिस्यो फेरि हामी चाहिँ यस्तो अँधेर भइरहेको यस्तो रज्जा गज्जा हान्दै हिँडेर ल यस्तो रज्जा गज्जा हान्दै जानुपर्छ ल यस्तो रात परिसक्यो आँखा त अलिअलि देखियो अब यस्तो भइसक्यो अझै हामी घरसम्म पुग्न सकेको छैन कस्तो केही देखिन्न मलाई पुरै यस्तो रज्जा गज्जा छ गाइज होइन अब हामी चाहिँ के गर्ने घर पुग्यो फाइनली पुग्न लाग्यो आधा घन्टा लाग्छ हामीले बाटो अम्मासम्म के गर्ने हामी घडेरी भन्ने ठाउँमा आइयो कोही रिसिन होइन हामी घडेरी आइयो गाइज अब हामी यहाँ घडेरी तक तपाईँले आउनु पर्यो भने सुमितको नाम लिनु त कसैले नपिट्नेले नि पिट्छ क्या ढुक्क आउनुहोस् ए राति भोक लाएर यस्तो छ यार पाकेको जति मलाई उता अरे ये घन्टे का लाओ मान्छेले देखेन मान्छेले अगाडि गहन हिँड्न नसक्ने कसैले यहाँ काँदा टाउको हाले कसैले माकासम्म खुट्टा दुख्यो भन्छ म बाटो एक्लै बोकेर हिँडिरहेको छु यार यस्तो पनि माकसम्म त्यसलाई खुट्टा दुख्यो अब के भनौँ मैले यिनी फेरि यो रज्जा गज्जा भन्छ नि कलाएर यो रज्जा रज्जा भएर यिनी त हिँड्न नसकेर यस्तो बोकेर लिएर आएको यार मैले बोकेर लिएर आएको